हेलो गाइज ल आज चाहिँ हामी जाँदैछौँ समुद्रमा माछा मार्नलाई। जाल चाहिँ हिजै हामीले थापेको छौँ, आज हेरौँ कतिको पर्यो माछा। हामी ल गाइज अब साइकल सबै रेडी भयो, अब चाहिँ हामी लाग्दैछौँ। ल गाइज अब हामी चाहिँ सामानहरू किनिसक्यौँ, रेडी भयो। अब सामान प्याकिङ गर्दैछौँ। ल टक्क गइमे कोल्ड कफी खाँदै जाने गाइजहरूलाई हाम्रो साथीहरू अब समुद्रको यात्रामा निस्किसक्यौँ गाइजहरू। जाल चाहिँ हिजै थापिराखेको छु, माछा कति पऱ्यो भन्ने कुरा चाहिँ अब हामी गएर देखाउँछौँ तपाईँहरूलाई। हेलो गाइज, ल हाम्रो चाहिँ यात्रा सुरु भइसकेको छ। ल हेर्न सक्नुहुन्छ सबैजना। अब हामी जाँदैछौँ, आज चाहिँ पिकनिकै गाइज हाम्रो चाहिँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि साइडको सिनहरू। कोरियामा चाहिँ यसरी राखिदिएको हुन्छ साथी, बाटोमा रुखहरू रोपेको हुन्छ। यो चाहिँ खासमा चाहिँ साकुरा हो, तर अहिले चाहिँ अस्ति नै फुलेर पनि झरिसक्यो साकुरा, त्यही भएर यस्तो छ। यहाँको बाटो चाहिँ यस्तो छ, बाटोको साइडमा साइकल हिँड्ने बाटो यसरी बनाइदिएको हुन्छ। एकदमै राम्रो सुन्दर देखिन्छ है। नेपालमा पनि यो सिस्टम चाहिँ ल्याउनु पर्यो नेपाल सरकारले। ल हामी चाहिँ अब जाँदैछौँ समुद्र माछा मार्नको लागि। हेरौँ माछा कति पर्छ भरे देखाउँछु गाइज तपाईँहरूलाई। म सबै कम्पनी एरिया गाइजहरूलाई। अब हामी यहाँबाट राइट साइड जान्छौँ। योबाट चाहिँ हामी समुद्र जाँदैछौँ है गाइज। ल अब हामी चाहिँ कोरियाको चाहिँ फेरि ड्राइभिङ जहिले पनि राइट साइडमा हुन्छ है साथी हो। नेपालमा चाहिँ लेफ्ट साइड हुन्छ, यहाँ चाहिँ राइट साइड हो फेरि कुदाउने आफ्नो टर्नमा भनेको चाहिँ। ल हेर्नुहोस् है गाइजहरू, आजको कोरियाको मौसमको भ्यू चाहिँ यस्तो छ है, एकदमै सुन्दर अनि शान्त। ल गाइज अब हामी चाहिँ माछा झिक्न जाँदैछौँ है। ल फाइनली सबै हाम्रो चाहिँ साथीहरू रमाइलो आज ए बबाल एकदम। ल माछा हन्टिङ है, फिस हन्टिङ। ल कस्तो फिल हुँदैछ त सन्तोष दाइ? ल अब चाहिँ साथी हो, अब हामी फाइनली माछा झिक्नलाई पसिसक्यौँ है। Oh my god! Wow! Feelings जाने अर्का धेरै वाउ। अरे कस्तो भइरहेछ फिलिङ? खासै गएर त छैन त यार। ल कता ल हेलो गाइज, हामी चाहिँ साउथ कोरियामा छुट्टीको दिन समुद्रमा आएर माछा मार्दैछौँ। ल हेर्न सक्नुहुन्छ हामी सबै साथीहरू छौँ है, एकदमै रमाइलो भइरहेको छ आज हाम्रो चाहिँ पिकनिकै गाइजहरू। ल अलरेडी परिसक्यो साथी हो। ल 20 केजी माछा परिसक्यो है। ल सक्नुहुन्छ गाइजहरू तपाईँहरूले, जाल चाहिँ हामी यसरी थाप्छौँ समुद्रमा। ल दुई साइडमा चाहिँ हाम्रो कताको माछा धेरै हुने अहिले हेरौँ है गाइजहरू। ल सन्तोष दाइ माछा कति पर्यो? ल हेरौँ है गाइजहरू, माछा बुझ्नु नसकेको साथी। अब हामी खान्छौँ असली फिस है साथी हो। ल अर्ग्यानिक खान्छ अब अर्ग्यानिक। ल हाम्रो साथीहरू चाहिँ अब माछा लिएर आउँछ। हेर्नु है गाइजहरू माछा कस्तो परेको छ। माछाको त के हो लाइन? कति भयो माछा? खाने मात्रै होइन, पुरै सप्लाई हुन्छ। माछा झिक्नुमा
गाइजहरू हेरौँ है माछा हेरौँ है ल आम्मा यस्तरीको पर्छ साथी हो जालमा त माछा त लास्ट बबाल हो आम्मा यो जाल चाहिँ हामीले हिजै थापिराखेको थियौँ है गाइजहरू ल हेरौँ त माछा त कतै हो कति ल हेरौँ है गाइजहरू ल माछा हामी चाहिँ कोरियाको समुद्रमा छौँ है साथीभाइ